हेलो साथीहरु, आज म बनाउँदैछु लसुनको अचार। लसुनको अचार बनाउनको लागि मैले छोडाएर केसरा छुट्याएको लसुन लिएकी छु। यसलाई म केलाउँछु राम्रोसँग। यसलाई म केलाउँदैछु। अब केलाएर यसलाई सफा गर्छु। मैले केलाएर सकिसके अनि यसलाई पखालेर केही बेरको लागि घाममा सुकाउँछु। लसुन केलाइसकेपछि एकछिनसम्म घाममा सुकाउनका लागि छोडिदिन्छु। त्यति बेलासम्म मैले यता मसला रेडी गर्दैछु अचारमा राख्नको लागि। मसलामा मैले मेथी, जिरा, धनिया, मुङ्ग्रिलो अनि तोरी, सौंफ लिएकी छु। यसलाई मैले भुट्छु। हल्का रोस्ट गरेर यसलाई पिस्छु मैले। सबभन्दा पहिला मैले जिरा धनिया राखेँ। जिरा धनियालाई केही बेर चलाउँछु। चलाउँदै भुट्दै गरेपछि त्यसमा मैले अब मेथी राखेँ। छिटो डढ्ने चिजलाई मैले लास्टमा राख्छु। मेथी पनि हल्का रातो हुन थाल्यो। जिरा धनिया र मेथी हल्का रोस्ट भएपछि मैले अब त्यसमा सौंफ राखेँ। सौंफपछि मुङ्ग्रिलो राखेँ। मुङ्ग्रिलो राखेर नि चलाउँछु केही बेर। अनि लास्टमा मैले तोरी राख्छु। तोरी राखेर केही बेर भुटिसकेपछि मैले त्यसलाई अर्को भाँडोमा खन्याउँछु। अनि मैले खुर्सानी भुट्दैछु। खुर्सानी भुटेर सकेपछि मैले त्यसलाई एकछिन सेलाउन छोड्छु। सेलाइसकेपछि मैले यसलाई ग्राइन्डर गर्छु। मोटो मोटो बनाउनु पर्ने हुन्छ। छोप आफ्नो आवश्यकता अनुसार तपाईलाई कतिको मनपर्छ त्यो अनुसार राख्दा हुन्छ। लसुनको अचार बनाउँदा मैले खासै धेरै राखेकी छैन। अब मैले यता तेल तताएर लसुन तार्दैछु। घाममा ओभाउन राखेको लसुनलाई ल्याएर मैले तार्न राखेँ। मैले तोरीको तेलमा तार्दैछु। तपाईहरुले सनफ्लावर तेल अरु जुन तेल छ त्यसैमा तार्दा पनि हुन्छ। लसुन हल्का रातो भइसकेपछि मैले त्यसलाई निकाल्छु तेलबाट। लसुन हल्का रातो भइसकेपछि मैले तेलबाट निकाल्छु त्यसलाई। लसुन लगभग रेडी भइसकेको छ। अब मैले त्यसलाई निकालेँ। एक पटकको निकालेँ। मैले दुई पटक गरी तारेकी छु। फेरि अर्को पटक तार्दैछु। चलाउँदै पाक्न दिँदैछु त्यसलाई। मैले तेलमा राखिसकेपछि चलाउँदै पकाउँदै गर्दैछु लसुनलाई। लसुन रातो रातो हुन लागिसकेको छ। मैले अब यसलाई निकालेँ। निकालेर एउटा सानो बाटामा राखेँ। अनि यही तेलमा मैले दाना जिरा फुराएँ, बेसार राखेँ। अब नुन पनि राख्छु मैले। ऐ तारेर निकालेको लसुनलाई राख्छु अब। अनि ऐ बनाएको मसलालाई पनि राख्दैछु। मसला राखेर अब मैले यसलाई मोल्छु। राम्रोसँग चलाउँछु। चलाउँदै यो मोलिन्छ। अनि यसलाई मैले लास्टमा कागतीको रस निचोरेर रेडी बनाएकी छु। कागतीको रसलाई पनि राख्छु। लसुनको अचार रेडी भयो। लसुनको अचार रेडी भइसकेको छ। यसलाई मैले केही बेरका लागि सेलाउनको लागि छोडिदिन्छु। चिसो भइसकेपछि मैले एउटा भाँडोमा राख्छु। सिसाको भाँडो सफा गरेर रेडी गरेकी छु मैले। सिसाको भाँडोमा राख्छु। तपाईहरुसँग सिसाको भाँडो छैन भने प्लास्टिककोमा राख्दा पनि हुन्छ। यो 5-6 महिनासम्म मजाले खान मिल्छ। तपाईहरुले पनि यसरी नै लसुनको अचार बनाएर खानुहोला। मेरो भिडियो मन पर्यो भने लाइक गर्नुहोला। च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। हस्त धन्यवाद।